नमस्कार, म सोभिता गौतम, कानून न्याय तथा संसदीय मामिला मन्त्री। गत वैशाख 27 गते कानून दिवसको अवसरमा हामीले नागरिकलाई नेपालमा भएका कानूनबारे जानकारी दिँदै कानून निर्माण प्रक्रियासँग पनि प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले एउटा नयाँ डिजिटल प्लेटफर्म सुरु गर्ने घोषणा गरेका थियौं। आज हामीले उक्त प्लेटफर्मलाई औपचारिक रूपमा सार्वजनिक गरेका छौं। कानून निर्माण गर्दै गर्दा त्यो प्रक्रियामा नागरिकलाई अनिवार्य जोड्नुपर्छ भन्ने कुरामा म स्पष्ट छु। किनभने कानूनहरू त नागरिककै लागि बन्ने हो, तर नागरिकले आफूलाई निर्देशित गर्ने कानून कस्तो बन्छ वा बनाउनु पर्छ भन्नेमा आफ्नो धारणा प्रत्यक्ष रूपमा राख्न पाइरहेका हुँदैनन्। कानून निर्माणको प्रक्रिया निकै अगाडि बढिसकेपछिको अवस्थामा मात्र कतिपय अवस्थामा जनस्तरमा पुग्छ, बहसको विषय बन्छ। कतिपय अवस्थामा त कानून लागू भएर कानूनमा भएका त्रुटि वा भनौं कानून अव्यावहारिक भएका कारण समस्यामा परेपछि मात्र नागरिकलाई कानून त यस्तो पो बनेको रहेछ भनेर पछि थाहा हुन्छ। त्यसैले कानूनबारे सचेतना पनि दिने र नागरिकलाई कानून निर्माण प्रक्रियामा पनि प्रत्यक्ष रूपमा सहभागी गराउने उद्देश्यले हामीले यो पहल सुरु गरेका हौं। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको वेबसाइट www.moljpa.gov.np मा गएर ऐन तथा विधेयकको मस्यौदामा सुझावको लागि यहाँ क्लिक गर्नुहोस् भन्ने एउटा ट्याब छ। त्यसमा गएर क्लिक गर्नुहोस्। कुन विधेयक वा कानूनको कुन दफामा तपाईको असहमति वा सुझाव छ, के संशोधन वा सुझाव दिन चाहनुहुन्छ, तपाईले सुझाव दिन सक्नुहुन्छ। तपाई कस्तो कानून बनाउने हो आफै लेख्न सक्नुहुन्छ। आफ्नो कानून आफै लेख्नुस्, भाषाको चिन्ता गर्नु पर्दैन। तपाईले लेख्नु भएको कानूनलाई कानूनी भाषाको आकारमा ल्याउने काम हामी गर्छौं। तर एउटा शर्त चाहिँ छ, तपाईले सुझाव दिनु अघि चाहिँ सुझाव दिन खोजेको कानून अनिवार्य रूपमा पढ्नुपर्छ। सबै कानून पढेर देशमा के कानून छ थाहा पाएर अनि मात्र तपाईले के सच्याउन चाहनुहुन्छ, किन सच्याउन आवश्यक छ भनेर तपाईले खुलेर लेख्न सक्नुहुन्छ। त्यसो गर्दा कानून के छ भनेर पनि जानिने र कस्तो कानून बनाउनु पर्छ भन्नेमा पनि एउटा सुझबुझ सहितको सुझाव आउनेछ। अब एउटा उदाहरण हेरौं। यो हाम्रो कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको वेबसाइट हो। माथि ऐन तथा विधेयकको मस्यौदामा सुझावको लागि यहाँ क्लिक गर्नुहोस् भन्ने ठाउँमा क्लिक गरेपछि तपाईले सुरु गर्नुहोस् भन्ने ट्याब थिचेर मजाले आफूलाई दिन मन लागेको सुझावहरू कुन कानूनमा के सुझाव दिन चाहनुहुन्छ तपाईले सुझाव दिन सक्नुहुन्छ। जनताले कानूनबारे थाहा पाएको खण्डमा मात्रै नराम्रा र अव्यावहारिक कानून खारेज गरेर नयाँ र राम्रा कानून ल्याउन सकिन्छ भन्नेमा हामी स्पष्ट छौं। कानून निर्माण प्रक्रियामा जोडिनुहोस्। कानूनबारे पनि थाहा हुन्छ, कस्तो कानून ल्याउने भन्ने बारेमा पनि तपाईको धारणाले अर्थ राख्छ। त्यसैले कानूनी सचेतना विस्तार गर्न हामी क्रमशः विभिन्न पहल गर्दै जाने नै छौं। यो पटक जोडिनुहोस्। कानून निर्माणमा जनतालाई प्रत्यक्ष रूपमा जोड्ने यो हाम्रो सानो प्रयासमा सामेल हुनुहोस्। हवस् त, धन्यवाद।